नमस्ते म मनोज गुरुङ र म ठ्याक्कै अहिले ग्लोबल फुड मार्ट अगाडि छु र मसँग हुनुहुन्छ ग्लोबल फुड मार्टका सञ्चालक लक्ष्मी खरेलजी सर नमस्ते। नमस्ते सबैजना। एक वर्षभन्दा अलि बढी भयो हामी केही समय अगाडि यहीँ बसेर भिडियो सुट गरेका थियौँ कि ग्लोबल फुड मार्टले कोरियामा रहनुहुने साथीहरूको लागि के सुविधाहरू दिइराख्नु भएको छ, कसरी उहाँहरूले थेक्पे मार्फत तपाईँको घर घरसम्म नेपाली खाद्यान्नहरू सामानहरू उहाँले पुर्याउनुहुन्छ भन्ने विषयमा कुरा गरेका थियौँ र अहिले के परिवर्तन भयो त, कस्तो किसिमको सेवाहरू जोड्नु भएको छ भन्ने विषयमा आज हामी सम्पूर्ण जानकारी दिनेछौँ। किनकि कोरियामा धेरै साथीहरू बढिसक्नु भएको छ नेपालीहरू पनि र उहाँहरू सबैलाई नेपाली खाद्यान्नको आवश्यकता पर्छ जुन हाम्रो ग्लोबल फुड मार्टले पुर्याउँदै आएको छ। सर आज के जानकारी दिनुहुन्छ त हामीलाई? सर्टली भन्नुपर्दा ग्लोबल फुड मार्टले नेपाली किचनको सामान चाहिँ नेपालबाट लिएर आएर नेपाली जो कोरियामा रहनुहुन्छ र नेपाली खाना खोज्नुहुन्छ उहाँहरूलाई घर घरसम्म पुर्याउने काम गरिरहेछ। त्यसमा गेडागुडीदेखि मरमसलादेखि किचनका अलमोस्ट सबै सामानहरू हामीले चाहिँ उपलब्ध गराउने गरेका छौँ र ग्लोबल फुड मार्ट चाहिँ सुरुमा यहाँको सामान ल्याएर सप्लाई गर्ने घर घरसम्म पुर्याउने काम गर्थ्यो भने अहिले आएर एक्सचेन्ज गरेर नेपालदेखि नयाँ नयाँ आइटम जुन डिमान्डका आइटमहरू छन् त्यसलाई कोरियामा ल्याएर उहाँहरूलाई सम्म घर घरमा पुर्याउने, कोरियामा भएका दोकानदारलाई दिने काम गरिरहेको छ। इक्जाम्पल तपाईँलाई म देखाउन लिएर आउँछु। आउनुहोस् भित्रै जाउँ। ओहो अहिले हामी ग्लोबल फुड मार्ट भित्र आइसकेका छौँ। सर यसको लोकेसन छोटोमा यो चाहिँ 12 नम्बर गेट सुवन स्टेसन 12 नम्बर गेटबाट ठिक्कै एउटा गल्ली देख्नुहुन्छ। त्यो गल्लीको लगभग 50 देखि 70 मिटर भित्र जानु भने देब्रेतर्फ 1 नम्बर 1 तलामा छ है, सिधै एकदम नजिकै छ, कन्फ्युज हुनु परेन। नेक्स्ट ठमेल र अपोजिट अफ थकाली रेस्टुरेन्ट ठ्याक्कै 1 तलामा छ। हुन्छ सर, अब हामी यसको यहाँ के आइटम छ ग्लोबल फुड मार्टमा हामी हेर्नेछौँ है त। र सुरु गरौँ सर, के छ? नेपालदेखि एकदम धेरैले खोज्नु भएको, चाहनु भएको, धेरै डिमान्ड गर्नुभएको खजुरीको पफ अफिसियल्ली ग्लोबल फुड मार्टले तपाईँहरू सामु ल्याएको छ 1 नम्बरमा। त्यहाँदेखि अब हरेक नेपालीको मनमा वाइवाई छँदैछ। सब कोरियामा अहिले वाइवाई चाहिँ ग्लोबल फुड मार्टले सबैले सप्लाई गरिरहेछ। त्यस पछाडि अगाडि बढ्नुभयो भने नेपालदेखि आएका पिकलहरू, ब्रुका पिकलहरू हामीले लिएर आएका छौँ होइन। त्यस पछाडि नेपालदेखि आएका तपाईँको नेपालीलाई मनपर्ने घिउ हामीले ल्याएको होइन तर हामी सप्लाई गर्छौँ। त्यस पछाडि जिन्जर गार्लिक पेस्ट धेरैलाई खाना पकाउनको लागि चाहिन्छ, सम्भव हुँदैन तपाईँको किचनमा होइन, नयाँ ल्याउनको लागि। त्यसको लागि हामीसँग किचनमा चाहिने अलमोस्ट सबै सामानहरू छ, रेडी टु इट सामानहरू छ। अब तपाईँहरू चियासँग खानुहुन्छ, केक ड्राई केक चियासँग मिठो हुन्छ, गुलियो हुन्छ होइन। घिउका प्रकारहरू पनि धेरै रहेछन्। घिउका धेरै छन्, घिउको पनि छ, त्यहाँदेखि तपाईँको गाईको घिउ छ होइन। ससहरू छन्, तोरीको तेल छ तपाईँहरूलाई, तोरीको कसैलाई मालिस गर्नको लागि, कसैले चाहिँ खानको लागि होइन। हामीसँग खानको लागि पनि छ, मालिस गर्नको लागि पनि छ, दुईटै खाले छ। त्यस पछाडि मरमसलामा तपाईँले हेर्नुभयो भने मिटको मसलादेखि लिएर चाउमिन मसला, त्यस पछाडि मोमो मसला, त्यहाँदेखि बिरयानी मसलाका धेरै आइटमहरू छन्, धेरै किसिमको रहेछ है त। हेर्नु न, अब रसमलाई हामी त खिर बनाउँछौँ होइन। खिर बनाउनको लागि हामीलाई खिर बाहेक थाहा छैन, रसमलाई पनि छ हामीसँग। एकदम टिपिकल नेपाली मात्रै होइन, अरू आइटमहरू पनि पाउन सक्नुहुन्छ। ल अगाडि आउनुहोस् त। ओके, यो मसला भयो। यतातिर तपाईँको यो चाहिँ के भन्छ यसलाई, मसला कडा मसला हेर्नु है, पानीपुरी मसला एकदमै मनपर्ने, नेपालीलाई मनपर्ने पानीपुरीको मसला पनि यहाँ पाउँछ। चाट मसला भइ नि गयो, धनियाँ दाना, त्यहाँदेखि तपाईँको अलैँची होइन, सानो अलैँची ठुलो अलैँची सबै पाउँछ है। त्यहाँदेखि बिरे नुन पनि पाउँछ नि हाम्रोमा। यो बिरे नुन कतिले खोज्नुहुन्छ है? त्यही त, बिरे नुन दबाईको लागि युज गर्नुहुन्छ नि त मान्छेहरूले। ज्वानो भयो, बिरे नुन भयो, मेथी भयो, सबै मसलाका सबै सामानहरू हाम्रोमा पाउँछ है। सर यो अचार विशेष, किनकि नेपाली साथीहरूले यो अचारको बारेमा धेरैले सोध्नुहुन्छ हामीलाई, अचारहरू चाहिँ यसो जानकारी गराइदिनु पऱ्यो। के अहिले तपाईँहरू ल्याउनु भएको छ, के छ? हामीले यो ब्रुक ब्रान्डको अचार नेपालबाट अफिसियली इम्पोर्ट गरेका छौँ। लगभग 16-17 आइटम छन् अचारमा, जस्तो डाला पिकल भयो, लाइम डाला पिकल भयो, मिक्स पिकल, म्याङ्गो पिकल, करेला पिकल, पिकलको 17 आइटम छन् तपाईँको होइन। करेला अचार पनि छ हेर्नुहोस्। त्यस पछाडि तपाईँको गुन्द्रुक एकदमै पहिला चाहिँ मिठो भएन, पाकेन, सिङ्का भयो भन्ने कम्प्लेन थियो होइन। अहिले चाहिँ सिजी ग्रुपबाट एकदमै अर्ग्यानिक राखेको गुन्द्रुक पनि आएको छ।
गुन्द्रुकको लागि यसको हामीले टेस्ट सम्झिन मिठो छ सक्नुहुन्छ भन्ने चाहिँ अमिलो छ अमिलो हाल्नु पर्दैन एक्स्ट्रा हैन अनि केरा मजाले सफ्ट छ खाँदाखेरि डाक्ला डाक्ला हुँदैन है त्यो पनि छ हामीसँग त्यस पछाडि अब गेडागुडी मन पर्ने साथीहरूको लागि धमलाको काजुवाला छ हामीसँग है काजु किसमिस गेडागुडीमा सबै हामीसँग पाउन सक्नुहुन्छ तपाईँले त्यसको लागि पनि सम्झिन सक्नुहुन्छ नेक्स्टमा नेपालबाट लिएर आएको हामीले आफै इम्पोर्ट गरेर लिएर आएको ढुङ्ग्री स्पेसल्ली यो चाहिँ तिहारमा हामीले केटाकेटीमा धेरै खान्थ्यौँ होइन अब यहाँ चाहिँ अरू बेला पनि खाइँदो रहेछ पापड ढुङ्ग्री हाम्रोमा एभाइलेबल छ त्यस पछाडि धेरै साथीहरू हेल्थ केयरसँग सम्बन्धित साथीहरूलाई चाहिँ तपाईँको भुटेको चना है भुटेको चना बिहान बिहान खाने साथीहरू चाहिँ स्वास्थ्य केयर गर्नेको लागि अथवा जिम गर्नेको लागि भुटेको चना पनि एभाइलेबल छ हामीसँग अब तपाईँको दालमोटहरू आयो दालमोटको भेराइटीमा हेर्नु न हामीसँग धेरै भेराइटी छ होइन मिक्सचर नेपालबाट खजुरीको गोल्डन मिक्स नेपाली दालमोट धेरै आएको छैन मार्केटमा नेपाली दालमोट जस्तो भएन भन्ने कुरा कम्प्लेन थियो अहिले चाहिँ खजुरीको हल्दीराम पनि रहेछ हल्दीरामको पनि छ होइन विकासजीको पनि छ हामीसँग दालमोटका धेरै भेराइटी छन् अनि धेरैले मन पराएको कुरकुरे नेपाल स्टिकमा छ है कुरकुरे त्यस्तो पनि हामीमा पाउनुहुन्छ टिपिकल आइटम तपाईँहरूलाई चाहिने कुराको लागि पनि तपाईँहरूले ग्लोबल फुडलाई सम्झिन सक्नुहुन्छ यसो पूजाआजा गर्ने साथी पूजाआजा अब चाडपर्व आउँदैछ होइन चाडपर्व आउँदैछ तपाईँहरू पूजा गर्नको लागि दुर्गाको फोटोदेखि लिएर पूजा गर्ने अगरबत्तीका भेराइटी धेरै छन् तपाईँहरूले हेर्नु त बास्ना एकदम मिठो छ नि होइन हेर्नु त एकदम अगरबत्तीका धेरैवटा भेराइटी छन् तपाईँलाई जुन मनपर्छ तपाईँ त्यसको लागि पनि हामीलाई सम्झिन सक्नुहुन्छ त्यस पछाडि स्पेसली तपाईँलाई म लिएर आउँदैछु अब चाहिँ यहाँ चाहिँ हामीसँग कस्मेटिक आइटम मलाई चाहिँ फिलिङै भएन नेपाली जस्तो होइन नुहाई जस्तै भएन म त सिक जस्तो भएँ भन्नेहरूको लागि चाहिँ नेपाली कस्मेटिक आइटममा जस्तो साबुन भयो लक्स साबुन त्यहाँदेखि डिटोल साबुन त्यहाँदेखि तपाईँको निमको साबुन हामीसँग छ त्यस पछाडि टुथपेस्टहरू पनि छ नेपाली टुथपेस्टहरू कोलगेट भयो त्यस पछाडि पतञ्जलीको टुथपेस्ट भयो दन्तकान्ति टुथपेस्ट भयो होइन त्यस पछाडि तपाईँको टाउकामा तेल लाउने हाम्रो बानी छ नि त नेपाली कोरियन त लाउँदैनन् होइन तेलको लागि हेर्नुहोस् त नवरत्न तेल टाउको टेन्सन तनाव भयो भने तनाव कम गर्नको लागि मलाई पनि एकदम तनाव भएको दिन लगाएर भोलिपल्ट एकदम कुल हुन्छ क्या यो चाहिँ नवरत्न तेल छ अमलाको तेल छ क्लियर ओइल हेयर ओइल त्यहाँदेखि आल्मोन्ड ओइल त्यहाँदेखि तपाईँको बजाजको आल्मोन्ड ओइल पनि छ होइन त्यस पछाडि आएर पर्फ्युममा तपाईँले फगदेखि लिएर डेनभरसम्म देख्न सक्नुहुन्छ अनि मुख धुनेहरूको साथीहरूको लागि चाहिँ फेसवासहरू पनि छ हेर्नुहोस् है हिमालय पतञ्जली बेसिक धेरै चल्ने आइटमहरूको लागि हामीले सम्झिन सक्नुहुन्छ अब स्पेसल तपाईँलाई मैले देखाउन गएको कुरो भनेको चाहिँ अब पेय पदार्थमा है नेपालबाट हामीले आफै इम्पोर्ट गरेर लिएर आएको नेपाल आइस यो चाहिँ 7% अल्कोहलको मात्रा छ पहिलोपल्ट अफिसियल्ली कोरियामा आएको हो यो चाहिँ लेडिजहरूले एकदम मन पराउनुहुन्छ हामीले ट्राई गरेर हेरेको धेरै अल्कोहलको मात्रा छैन सफ्ट छ तितो छैन र प्राइस पहिला चाहिँ अब रेस्टुरेन्टहरूमा चाहिँ 7,000 8,000 पर्थ्यो अहिले 5,000मा हामीले गर्ने बेच्ने व्यवस्था मिलाएका छौँ तपाईँहरूलाई धेरै गाह्रो नहुने तरिकाले आफ्नो देशको प्रडक्ट प्रमोट गरौँ है त्यस पछाडि मुस्ताङ छ अलिक स्ट्रङ खान्छु मलाई त बियर खाए जस्तै भएन भन्नेको लागि चाहिँ मुस्ताङ पनि आएको छ है मुस्ताङ चाहिँ 330 ml को 8% बियरको मात्रा छ होइन एकजना साथीले भन्दै हुन्थ्यो मैले त 2 बोतल खाएको सर मलाई त एकदम रमाइलो भइहाल्यो भनेपछि यो अलिक कडा छ विचार गरेर धेरै चाहिँ नपिउनु होला होइन तर रमाइलो गर्नको लागि चाहिँ दुईटा अफिसियल्ली कोरियामा आएको छ तपाईँले माग्न सक्नुहुन्छ हामीसँग कन्ट्याक्ट गर्न सक्नुहुन्छ है त्यस पछाडि तपाईँलाई म गेडागुडीमा अरू लिएर आएँ यहाँनिर अब दाल जन्ने कुराहरू हेर्नु न अब हामीलाई चटपटे बनाउँदा चाहिने भुजा हामीसँग छ अब हामीले नि आफैले लिएर आएको अफिसियल्ली इम्पोर्ट गरेको टाइसिनको चिउरा हामीलाई अब दसैँमा मासु भएपछि चिउरा चाहियो होइन चिउरा तपाईँले हामीसँग लिन सक्नुहुन्छ हाम्रो अफिसियल्ली होलसेलको लागि पनि रिटेलको लागि पनि तपाईँले हामीलाई सम्झिन सक्नुहुन्छ नेपालको आफ्नो प्रडक्ट टोक्ला चिया हामीसँग एभाइलेबल छ
यो चाहिँ नेपालको चाहिँ होइन चिया हो होइन। त्यस पछाडि अब रोटीको पारखी हुनुहुन्छ भने पिठो फापरको पिठो हामीसँग छ है। फापरको ढेँडो खाने रोटी खाने ढिँडोको पिठो अब कोदोको पिठो पनि छ है हामीसँग। कोदोको पिठो मकैको पिठो अनिखेर ढिँडो खानको लागि फापरको पिठो पनि छ हामीसँग। यो चाहिँ धेरैले जानेका छैनन् कोदोको पिठो भनेर चाहिँ एकदम मसिनो कोदोको पिठो जुन चाहिँ ढिँडो बन्दैन बनाउन गाह्रो हुन्छ उनीहरूको लागि अरू ब्रान्ड होइन तपाईँलाई यो ब्रान्ड हामीसँग लिनुभयो भने तपाईँले खोजे जस्तो आफ्नो घरको जस्तो हुनसक्छ है। हामीलाई सम्झन सक्नुहुन्छ तपाईँहरूले। त्यस पछाडि गेडागुडीमा नेपालीलाई मनपर्ने दालमा हामीसँग सबै छ। रेड मसुरको दालदेखि कालो चना घोडे चना त्यस पछाडि ग्रिन पिस त्यस पछाडि मिक्स दालको एकदमै धेरै भेराइटीहरू छन्। अब कालो दाल नेपालबाट ल्याएको हेर्नुहुन्छ भने मुस्ताङको दाल होइन। मुस्ताङको दाल अब नेपालीले धेरै मन पराएको मुस्ताङको आफ्नो देशको पहाडी दाल भनेर पनि भन्छन् होइन। कालो दाल अब कुवाटी दाल पनि छ हामीसँग। कुवाटी दाल पछाडि कालो दाल कटमा मलाई चाहिँ रुगामर्गी लागेको बेलामा कालो दाल खुब मनपर्छ। हजुरहरूलाई थाहा छैन अलिकति प्राइस पहिला धेरै महँगो थियो अहिले अलिक कम भएको छ। हामीसँग कालो दाल पनि छ होइन। अब चामलमा पुलाउ खानेहरूको लागि चामल आएको छ है बासमती चावल चाहिँ नेपालदेखि ल्याउन अलिक गाह्रो भएको छ। हामी कोसिस गरिरहेछौँ। अहिले चाहिँ हामी बाहिरदेखि आएकै चावललाई पुलाउ बनाउने गरिरहेछौँ होइन। यसमा चाहिँ नुर मल्का इन्डिया गेट तपाईँ कुनै पनि चावलको लागि हामीलाई सम्झिन सक्नुहुन्छ। त्यस पछाडि अगाडि गएर अब धेरै साथीहरूलाई कोरियामा आएपछि ग्यास्ट्रिकको समस्या हेल्थको समस्या आयुर्वेदिक कहाँ पाउँछ के पाउँछ भनेर यसको बारेमा टक्क भनिदिनु पर्यो। ल अब साथीहरूको लागि हनी हामीसँग पाउँछ है। तपाईँको डाबरको हनी भयो अथवा अरू कुनै हनी च्यवनप्राससँग खानुहुन्छ हर्लिक्ससँग खानुहुन्छ अथवा दबाई बनाएर खानुहुन्छ त्यसको लागि रुगामर्गी लाग्दा अमिलोसँग हनी एकदम इम्पोर्टेन्ट हुन्छ नि त होइन। त्यो भएको चाहिन्छ। त्यस पछाडि पेट दुखेकाहरूको लागि कायम चूर्ण ग्यास्ट्रिकको समस्या भएका साथीहरूको लागि चाहिँ हामीसँग धेरै देखाउनुहुन्छ। यहाँनिर त्रिफल्ला भयो ग्यास्ट्रिक विषेक भयो कायम चूर्ण भयो धेरैवटा आइटम हामीसँग छ है। यी आइटमहरू पनि हामीसँग पाउँछ भने तपाईँलाई भएका समस्या नेपालमा भएका आइटमहरू तपाईँहरू खोज्दै हुनुहुन्छ भने तपाईँहरूले हामीलाई सम्झिन सक्नुहुन्छ समग्रमा भन्दाखेरि है। नेपालमा अगाडि आएर अब नेपाली मिस्त्री मलाई चाहिँ नेपालको मिस्त्रीले दबाईको लागि चाहियो भन्नुहुन्छ भने हामीसँग नेपाली मिस्त्री छ नेपाली भुटेको मकै छ है। अब यो चाहिँ जमरा राख्नको लागि मकै पनि छ। डिफ्रेन्स के हुन्छ भने हामीसँग चाइनिज मिस्त्री पनि छ तर हामीलाई नेपालकै धागो भएको मिस्त्री चाहिनेको लागि भने नेपाली मिस्त्री पनि छ है। दुइटैको लागि तपाईँहरूले ग्लोबल फुडलाई सम्झिन सक्नुहुन्छ। त्यस पछाडि अब रुगामर्गी लाग्दा भिक्स सबैलाई अब मौसम चेन्ज भइरहेछ होइन। सन्चो नेपाली आफ्नो प्रडक्ट सन्चो पनि हामीसँग पाउन सक्नुहुन्छ। त्यस पछाडि अब तपाईँलाई ओखरहरू पनि छ है। हामीसँग टिपिकल आइटमहरू ओखरदेखि लिएर टिकादेखि लिएर जनाई पूर्णिमामा युज गर्ने जनाईसम्म एभाइलेबल छ भनेपछि हामीसँग लगभग सबै सामानहरू पाउँछ भनेर हजुरले सोच्नुभयो हुन्छ है। अनि हामीसँग मासुका कुराहरू पनि छन्। हामीसँग खसीको मासु कुखुराको मासु हाँसको मासु खसीको खुट्टादेखि लिएर धेरै प्रोडक्टहरू हामीसँग एभाइलेबल छ। खसीको भुटन जस्तो हामीले खसीको भुटन पनि लिएर आएको छौँ 1 किलोमा। यसमा काटीकुटी सफा गरेर एकदम केही हजुरले गर्नु पर्दैन रेडी हुन्छ है। पहिला जस्तो समस्या छैन काट्नुपर्ने अथवा फोहोर छ भन्नु पर्दैन। यो चाहिँ हामीले सफा गरिवरी हजुरहरूलाई काम गर्न इजी होस् समय हुँदैन हजुरहरूको भनेर हामीले बनाएका छौँ है। त्यस पछाडि गएर तपाईँलाई ससेज मनपर्छ भने ससेज पनि छ हामीसँग चिकन ससेज धेरै भेराइटी छैन हामीलाई चिकन मात्रै छ यसमा। ससेजको लागि पनि हामीलाई सम्झिन सक्नुहुन्छ। किमा तपाईँको मोमो बनाउँदै हुनुहुन्छ भने तपाईँलाई चिकन किमा यस्तो किमा पाउँछ काटेर एकदम रेडी गरेको हुन्छ तपाईँहरू मोमो बनाउनको लागि सम्झिन सक्नुहुन्छ है। त्यहाँदेखि लोकल कुखुराको भाले पनि छ हामीसँग लोकल कुखुरा पनि छ है। नेक्स्टमा गएर तपाईँलाई मैले रोटी आइटम कसैले चाहिँ म बनाउन भ्याउँदिनँ समोसा भने यो चाहिँ हल्दीरामको ब्रान्ड चाहिँ ग्लोबल फुडबाट अफिसियली ल्याएको है कोरियामा। अनि यो चाहिँ कस्तो हुन्छ भित्र समोसा रेडी हुन्छ त्यसलाई उमाल्ने के यो चाहिँ रेडिमेड समोसा हो होइन। यसलाई चाहिँ
तेलमा छोडिदिने तेलमा फ्राई गर्ने खाने अरू केही गर्नु परेन यसमा भित्र सस पनि छ भित्र सस पनि इन्क्लुड भएको भएर केही चिन्ता भएन थपक्क तेलमा फ्राई चाहिँ गर्नु पर्यो अनि खाँदा हुन्छ परोठाहरू पनि रहेछ सबै हामीसँग अनि धेरैले मन पराउनु भएको मोतीचुर लड्डु है गिफ्ट दिन अथवा तपाईँहरू मिठाईको पाराखी हुनुहुन्छ भने हामीले आफै अफिसियली इम्पोर्ट गरेको हल्दीरामको अफिसियल्ली फ्रोजन आइटम हामीले इम्पोर्ट गर्छौँ र सप्लाई गर्छौँ उहाँहरूको लागि मोतीचुर लड्डु हामीलाई सम्झिन सक्नुहुन्छ त्यस पछाडि अब पराठाहरूमा धेरैवटा पराठा छन् आलु पराठा होम स्टाइल पराठा त्यहाँदेखि नान गार्लिक नान त्यसको लागि हजुरहरूले हामीलाई सम्झिन सक्नुहुन्छ त्यसमा धेरैले मन पराउनु भएको प्लेन रोटी पनि छ बिहान उठेर सेन्डविच बनाउनको लागि प्रयोग हुने हामीसँग टोटीला पनि एभाइलेबल छ है यो सबैको लागि तपाईँले एउटै ठाउँमा ग्लोबल फुड मार्ट सम्झिन सक्नुहुन्छ है ओके यता सर हाम्रो पेय पदार्थहरू सजाएर राख्नु भएको छ प्रोडक्टहरू के छ कस्तो छ यसको बारेमा पनि सर एउटा यसमा हजुरहरूसँग कुरा गर्दा नेपालीले धेरैले मन पराउनु भएको खुकुरी रम पनि हामीसँग एभाइलेबल छ र मोस्टली खुकुरी रम बाहेक नेपालबाट इम्पोर्ट भएर आएको सबै सामान ग्लोबल लिकरले हामीले नै हाम्रो एउटा सिस्टर कम्पनी हो ग्लोबल लिकर भनेको उसले इम्पोर्ट गर्छ त्यसमा तपाईँलाई जानकारी गराउँदा यसमा थोक खुद्रा सबै पाइयो नि सर कसैले माटले लगेर बेच्छु त्यो टाइपको हामीले चाहिँ माटलाई मात्रै बेच्न पाइन्छ मेनली खुजुरा बेच्न भन्दा पनि त्यो भएको भएर हामीले जति पनि दोकानदार हुनुहुन्छ रेस्टुरेन्ट हुनुहुन्छ उहाँहरूले हामीसँग कन्ट्याक्ट गर्नु पर्यो सहुलियत रूपमा अफिसियली लिन चाहनुहुन्छ भने जस्तो नेपालको मुटु नै भनिन्छ ओल्ड दरबार होइन ओल्ड दरबार हामीले अफिसियली ल्याएको भयो त्यस पछाडि ओल्ड दरबारको धेरै दुईवटा भेराइटी छ है अहिले हामीसँग 375 ml पनि छ 750 ml पनि छ त्यस पछाडि नेपालमा अहिले चलेको काला पत्थर अलिक हेर्दा पनि स्ट्यान्डर्ड देखिने होइन भोलिपल्ट ह्याङ पनि नहुने चाहिँ मिडल क्लास भनौँ या थोडा ब्ल्याक लेभलको रेन्जमा छ है त्यसको लागि यो पनि अफिसियल इम्पोर्ट भएको हामीलाई सम्झिन सक्नुहुन्छ त्यस पछाडि ब्ल्याक अक लुकिङ राम्रो गिफ्ट दिनको लागि तपाईँहरूलाई चाहिँ खोज्दै हुनुहुन्छ भने नेपाली प्रडक्ट हो होइन ब्ल्याक अक भनेर छ यसको चाहिँ राम्रो पक्ष भनेको 34% छ अल्कोहलको मात्रा तपाईँलाई धेरै ह्याङ हुँदैन त्यस पछाडि अर्को आइटम छ एकदमै अहिलेको हिट आइटम भनेको हनी हन्टर अहिले चाहिँ हनी हन्टर तपाईँको प्याकेजिङ एकदम राम्रो छ हामीले इम्पोर्ट गरेको पहिलोपल्ट नेपालमा लन्च भएको हो होइन ओल्ड दरबारको कम्पनीले यतिले बनाएको हो यो चाहिँ हेर्दा एकदम राम्रो र ह्याङ नहुने ककटेल बनाएर खान चाहनुहुन्छ भने एकदमै राम्रो छ है एकदमै हजुरहरूले एकपल्ट ट्राई गर्न सक्नुहुन्छ अनि प्राइस खुकुरी रमभन्दा सस्तो छ धेरै सस्तो छ है खुकुरी रमभन्दा त्यस पछाडि ओल्ड दरबारको रेगुलरको ठुलो सानो दुइटै हामीसँग एभाइलेबल छ होइन त्यस पछाडि हामीले इम्पोर्ट गरेको ओल्ड दरबार त भइ नै गयो होइन अलमोस्ट हामीले चाहिँ इम्पोर्ट गरेको आइटमहरू बताएँ अहिले तपाईँलाई अघि भनिसकेँ मैले मुस्ताङ भयो मुस्ताङ मात्रै राखेर चाहिँ नेपाल आइस पनि छ होइन यो चाहिँ हामीले अहिले नयाँ आएको आइटमहरू भयो नेपाल आइस मुस्ताङ नेपाली बियर है तपाईँले नेपाली अफोर्डेबल प्राइसमा चाहिँ पाउन सक्नुहुन्छ मार्केटमा गएर सोध्न सक्नुहुन्छ है नभए ग्लोबल फुडमा आउनुभयो भने तपाईँलाई स्वागत छ यी सामान्य कुराहरू भए जुन ग्लोबल फुडमा तपाईँहरूलाई प्रोभाइड गरिरहेको छ त्यही त लगभग तपाईँहरूले यहाँनिर सरले भनेअनुसार लगभग 400-500 भन्दा बढी किसिमका नेपाली आइटमहरू छ र उहाँ लगभग 100 भन्दा बढी त उहाँहरू आफैले लिएर आउनु भएको नेपालबाट त्यस्तो आइटमहरू छ र अब सुन प्राय साथीहरू सुन पनि आइराख्नुहुन्छ सुन यक नजिक भएको हुनाले आफै आउनुहोस् आफै छानेर हेरेर लानुहोस् र कोरियाभरि जहाँ पनि हुनुहुन्छ तपाईँहरूले एकल फोन गर्ने एउटा मेसेज गर्ने ल हामीलाई चाहिँ यो सामान पठाइदिनु पर्यो भनेपछि उहाँले मजाले तपाईँको घरसम्मै डेलिभरी गरिदिनुहुन्छ बिल्कुल हामीले चाहिँ हाम्रो अफिसियल टिकटकमा पनि तपाईँहरूले नयाँ नयाँ अपडेट पाउन सक्नुहुन्छ होइन ग्लोबल फुडमा हाम्रो टिकटक आइडी छ अथवा ग्लोबल फुडको मेसेन्जरमा आएर तपाईँले अर्डर गर्नु भएर तपाईँको समय छैन अर्डर गरिदिनु भयो म्यासेज अर्डर गरेर चाहिँ एड्रेस पठाइदिनु भयो र टेलिफोन नम्बर पठाइदिनु भयो भने हामी तपाईँहरूलाई सामान अग्रिम पठाइदिन्छौँ पठाइदिएर भोलिपल्ट पैसा पेमेन्ट गरे पनि हुन्छ है त्यो सुविधा हामीले गर्दै गरेका छौँ त्यस पछाडि होइन म चाहिँ आएर भेटेर आफ्नै आँखाले हेर्छु भन्नुहुन्छ भने ग्लोबल फुड मार्टमा अफलाइनमा तपाईँलाई स्वागत छ 12 नम्बर गेट अगाडि सुवन स्टेसनमा तपाईँले हामीलाई भेट्न सक्नुहुन्छ हामीले धेरै मार्टहरूबाट अब ओल्ड मार्ट यताउति छ अरू विदेशीहरूले खोलेका कोरियनले खोलेका पनि जान्छौँ हामी तर यसरी हाम्रो नेपाली
ले नै खोलेको हुनाले हामीले पनि उहाँहरूलाई पनि सपोर्ट गर्नुपर्छ भन्ने हो। र कोरियामा धेरै हामी नेपालीहरू भइसक्यौँ र उहाँहरूको व्यवसायमा पनि सपोर्ट गर्ने, हामीले पनि राम्रो सामान लिएर आफूले घरमा घरायसी सामान युज गर्ने भन्ने पनि हो। र तपाईँलाई कुनै पनि नेपाली सामान चाहिन्छ भने तपाईँले ग्लोबल फुड मार्टलाई सम्झिनु होला। यहाँ स्क्रिनमा नम्बर पनि छ, सुन स्टेसन आउनुभयो भने आफै भेट्नुहोस्, होइन भने अनलाइनबाट अर्डर गर्न मिलि नै हाल्छ। आउनु होला, अर्डर गर्नु होला, कस्तो लागिरहेको छ फिडब्याक गर्नु होला है। सरहरूले पनि सच्याउने फिडब्याक हो, मौका पनि हैन, अझै महत्त्वका साथ फिडब्याकलाई हेर्छौँ। तपाईँको फिडब्याकलाई हमेसा हामी पुरेर बसेका हुन्छौँ। सही फिडब्याक दिएर हामीलाई सुधार्ने मौका दिनुहुन्छ भने आशाका सहित तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु है। आज हामी ग्लोबल फुड मार्ट सबै घुमायौँ, देखायौँ। थ्याङ्क यू सो मच लक्ष्मीजी, धेरै धेरै धन्यवाद मनोज सर। शुभकामना, राम्रो गर्नुहोस् अझै है। थ्याङ्क यू।